नमस्कार, तपाईलाई स्वागत छ। आज विशेष रिपोर्टमा हामी तपाईलाई देखाउँदै छौं नेपाली चलचित्र क्षेत्रका ती 5 हिरोहरू जसले अभिनय मार्फत करोडौं कमाउने गरेका छन्। कुन त ती हिरोहरू? आउनुहोस् भिडियो एकैछिन सुरु गरौं। नम्बर 5 मा रहेका छन् राजेश हमाल। नेपाली चलचित्र महानायक राजेश हमालको सम्पत्ति अनुमानित रूपमा $50 मिलियन भन्दा बढी रहेको छ। उनले आफ्नो करियरको उत्कर्षमा प्रति फिल्म रु 3 लाख रुपैयाँ पारिश्रमिक लिने गर्थे। चलचित्र मात्र होइन, विज्ञान शो होस्टिङ जस्ता माध्यमबाट पनि उनको ठूलो आम्दानी गरिरहेका छन्। नम्बर 4 मा रहेका छन् विजय बराल। कमेडी रियालिटीको मिठो समिश्रण विजय बरालले अब पारिश्रमिक मात्र होइन, फिल्मको नाफा भाग समेत लिने रणनीति बनाएका छन्। पूर्ण बहादुरको सारङ्गी फिल्ममा उनले 5% नाफा साझेदारी गरेका छन्, जसबाट उनी 10 लाख भन्दा बढी कमाउने अनुमान गरिएको छ। नम्बर 3 मा रहेका छन् दोहाङ राई। वास्तविक अभिनयका बादशाह दोहाङ राई प्रति फिल्म 5 देखि 6 लाख रुपैयाँ लिने गर्छन्। उनले लुट, कबड्डी, छड्के जस्ता ब्लकस्टार फिल्म मार्फत दर्शकको मन जितेका छन्। उनको अभिनय गइरहेका कारण उनी व्यस्त र सस्त अभिनेताको रूपमा चिनिन्छन्। नम्बर 2 मा रहेका छन् अनमोल केसी। नेपाली सिने क्षेत्रको प्रिन्स अफ रोमानको रूपमा परिचित अनमोल केसीले पनि करोडौं कमाउने गरेका छन्। होस्टेल ड्रिम, ए मेरो हजुर सिरिज जस्ता फिल्ममा काम गरिसकेका अनमोलले अहिले प्रति फिल्म 35 देखि 40 लाख रुपैयाँ लिने गरेका छन्। नम्बर 1 मा रहेका छन् प्रदीप खड्का। युवा पुस्ताको ढुकढुके प्रदीप खड्का हाल नेपाली चलचित्र क्षेत्रका सर्वाधिक पारिश्रमिक लिने अभिनेताको रूपमा चिनिन्छन्। प्रेम गीतबाट चर्चामा आएका प्रदीपले अहिले प्रति चलचित्र करिब 50 लाख रुपैयाँ लिने गरेका छन्। यिनै थिए नेपाली चलचित्र क्षेत्रका 5 सर्वाधिक कमाउने हिरोहरू। दर्शकबिन, तपाईलाई यी 5 हिरो मध्ये कुन मन पर्यो? कृपया कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। यो भिडियो मन परे लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न भने नभुल्नुहोला।